राम्रोसँगले जानु होला, आफ्नो ज्यानको ख्याल गर्नु होला, टाइम टाइममा खाना खानु होला, अनि पुगेपछि एकल फोन गर्नु होला है। ल ल गरौँला। ल भाग्यमानी भएस। अनि आफन्तका जाँदाखेरि खाली हात जानु हुँदैन, कोसेली पात लिएर जानुपर्छ भनेर भन्थिस्। कोसेली ठिक पार्दैछु पनि भनेको थिइस्, खोइ के कोसेली ठिक पार्दैछस् त? यो सिङबाङ भरि घिउ भर्दैकी छु, यही कोसेली लगिदिनु होला। ए ल राम्रो गरिसस्। ल ल राम्ररी बस्नु है त। एकदम गाह्रो भयो, एकैछिन राख्छु है यो। हुन्छ दाइ हुन्छ। ल आउनुहोस् हजुर आउनुहोस्, दिशा गरे 10 पिसा फेरे 5। आउनुहोस् आउनुहोस्। भाइ मलाई पानी खुवाउनुहुन्छ? खानुहोस् न दाइ, कति बेला खानुहुन्छ? खानुहोस् न। मलाई एउटा भए पुग्छ। ए लिनुहोस्। दाइ के चाहिन्छ दिनुहोस् है। केही चाहिँदैन बाबु मलाई। तपाईँ त असाध्यै ठुलो मनकारी मान्छे हुनुहुँदो रहेछ। भगवान्ले सदा रक्षा गरून् तपाईँलाई। जित मर्ने गरी पानी खान पाएँ। ल बाबु अहिले म बिदा पनि हुन्छु। फेरि बाटो परे छिरौँला है त। कहाँ जान्ला? म आफन्त कहाँ जान लाग्यो। पैसा दिएर जानु पर्दैन? पैसा? पैसा। के को पैसा भाइ? दिशा गरे कि पिसा फेरे? मैले त दुइटै गरेँ। ए त्यसो भए दिशा गरे 10, पिसा फेरे 5 अनि एउटा पानी, जम्मा 45 भयो। 45 दिनुस् अनि जानुस्। के कुरा गर्नुभयो तपाईँले? दिशा पिसाब गरे पानी खाएको नि कहीँ पैसा लाग्छ र? यो सहरमा त सास फेरेको त पैसा लिन्छ। होइन के कुरा गर्नुभयो बाबु तपाईँले? तपाईँ हाम्रो गाउँमा आएर जित मरुन्जेल पानी खानुहोस्, 4-5 घन्टा लगाएर चर्पी बस्नुहोस्, हामी पैसा लिँदैनौँ। म त उल्टै पैसा दिन्छु। गुरुको मेरो पैसा दिनुहुन्छ कि पुलिसलाई ठुलाइदिउँ? नबिराउनु नडराउनु, यो मैले आफन्तका लग्न लागेको कसैले हो भाइ, फुरुक्क दिनुहोस् त। दिन्न। मेरो पैसा नदिकन त यो दिँदै दिन्न। के गर्छौ? हेर भाइ, म गाउँले बाहुनको छोरा हो। मलाई लाटो रिस उठ्यो भने जे पनि हुनसक्छ। के गर्छ तैँले? ए मैले के गर्ने? मेरो घिउ खोस्टी।
वर्षदेखि जिउ खाएको जिउ हो यो गाउँलेलाई हेप्ने पाक्छ पक्न नआत्दैन साउनी आज पनि मलाई मोमो चखाउनु ल भैँसीको बा भैँसीको मोमोले बच्चा पाए खाऊ कि नखाऊ माउ खा बच्चा फाल्दे तपाईँले यो के को मोमो खाइदिनु भयो मलाई भैँसीको कति मिठो छ ब्राह्मणको छोराले भैँसीको मोमो खाइदिनु भयो घोर पाप लाग्छ तपाईँलाई अजिङ्गरको आरा दैवले पुर्याउँछ भनेको यही हो बेला बेला चुप्प यो केटी कहाँकी होला कसकी छोरी होला यो बजारको बिचमा के गरे होला आज तिम्रो र मेरो भेट असम्भव छ किरण आज बिदाको दिन भनेर यसो भेट्न खोजेको तिमी भने जहिले ल्याङ गर्छौ के एकछिन टाइम मिलाउ न त्यसरी नरिसाउ न किरण आज 12 मा घरमै हुनुहुन्छ तिम्रो बामा सधैँ त घरमा हुन्छन् नि भनेपछि हाम्रो भेट कहिले नहुने हो कहिले भेट्ने एक हप्ता पछाडि हाम्रो कलेज खुलिहाल्छ त्यस पछाडि हाम्रो भेट भइहाल्छ नि भनेपछि आजलाई नमस्कार होइन त भिडियो कल भइहाल्छ भेटघाटलाई चाहिँ एक हप्ताको लागि नमस्ते किरण ल ल घरमा को हुनुहुन्छ तपाईँहरू के बनाउनु भएको होला तपाईको घरमा कोठा खाली छ होला साउजी तपाईँहरू कोठा खोज्नु पो आएको कोठा भाडामा दिने हो है के काम गर्ने होला कोठामा को फेरि बस्ने होला हामी कलेज पढ्छौं हामी दुईजना मात्रै बस्ने कलेज पढ्ने रहेछ दुईजना ठिक बस्ने रहेछ ल तपाईँहरू दुईजना मात्रै भाडामा बस्ने भए मैले कोठा भाडामा दियो मैले चाहिँ कोठा भाडामा दिएन साउजीले कोठा भाडामा दिने भनेपछि नदिने भन्ने तपाई चाहिँ को
यो चाहिँ मेरो बुढी हो। ए साउनी पो हुनुहुँदो रहेछ। नमस्ते है। केटी केटी बस्नलाई हाम्रो घरमा कोठा खाली छैन। मेरो बुढाको नियत कस्तो छ भन्ने कुरा मलाई पो थाहा छ, तिमीहरूलाई के थाहा छ र? जाऊ, कोठा सोठा खाली छैन। के हेरेको हिँड भित्र यसो घर खर्चलाई नुन तेल खर्च हुन्छ भनेर। अहिलेसम्म घर खर्च चलाए छैन, नुन तेल खान पाएको छैनौ? नुन तेल खान पाए छैन भनिया छैन। अनि केटी केटी किन थोपार्नु पर्यो? घरमा एउटी बगिनी हुँदा हुँदै डमरू किन जम्मा गर्नु पर्यो? मलाई सबै कुरा थाहा छ। यहाँ कोही सती सावित्री नबन्दा हुन्छ। दुधले नुहाएर चोखी छु भनेर आफूले आफूलाई नठान्दा पनि हुन्छ। ला मेरो र किरणको चक्कर त बुढी माउले थाहा पाइन् कि क्या हो? म त्यही दिनको पर्खाइमा छु। जुन दिन प्रमाण भेट्छु नि अनि थाहा हुन्छ कस कसको यहाँ के हुन्छ भनेर। लक्ष्मी, तिमी त्यसरी शङ्का चाहिँ नगरे के? अब तिमी कुन दिनको पर्खाइमा छ भनिएको के प्रमाण खोजेको हो है? तिमीले शङ्का कसलाई किन गरेको? यी सबै कुरा समय आएपछि उसैले बताउँछ। घरमा को हुनुहुन्छ? ढोका त खुल्लै छ। को हुनुहुन्छ? एकचोटि बाहिर आउनु न हजुर। कसलाई खोज्नु भयो होला हजुर? हामी कोठा खोज्न आएको हजुर। कोठा खाली होला? कतिजना बस्ने हो? अनि काम चाहिँ के गर्नुहुन्छ नि? हामी दुईजना मात्रै बस्ने हो हजुर। काम चाहिँ पठाउ गर्छौँ। ए केटै केटा बस्नु हुने रहेछ। मलाई त कोठा भाडामा लाउनु मन छ नि, तर के गर्नु, मेरो बुढाले केटा मान्छेलाई कोठा भाडामा दिनै मान्दैनन्। तर मेरो तर्फबाट भने तपाईहरुलाई कोठा भाडामा दिए। मैले चाहिँ दिएन। साउनीले कोठा भाडामा दिन्छु भनेपछि साउजीले के चाहिँ कुरामा चित्त बुझेन? केटा केटा मान्छे मात्रै बस्नुको लागि यो घरमा कोठा खाली छैन बाउ। जाऊ। मेरो बुढीको नियत के छ भन्ने कुरा तपाईलाई के थाहा? हामी थाहा छ। चिन्ने नचिनेको मान्छेलाई कोठा दिँदैन। जाऊ जाऊ गइहाल। नचिने पनि बसेपछि चिनिहाल्छौँ साउजी। रिजालको छोरा हुँ। हामी भाडा तिरिहाल्छौँ। घरबेटीले नै घरबाट दिन्न भनेपछि कति ल्याङ गएर जानुस्। घरबेटी बारे नचिने पनि तिमीले त मलाई चिन्छौ होला नि। रिजालको छोरा हुँ म, तिमीलाई राम्रोसँग चिन्छु र मलाई लाग्छ तिमीले पनि मलाई चिन्छौ। चिना हैन मैले कसैलाई। खुक्क बाटो लाग्नुस्। घरमा को हुनुहुन्छ? ढोका त खुल्लै छ त। घरमा को हुनुहुन्छ? एकचोटि बाहिर निस्किनुहोस् न। तपाईँ पनि पक्कै कोठा खोज्ने होला। यो घरमा कोठा खाली छैन, जानुस्। म कोठा खोज्न आएको होइन, कतै म अन्तै घरमा आइएछ कि क्या हो? ए हजुर, तपाईँ पनि पक्कै कोठा खोज्न आउनु भएको होला। मलाई त कोठा भाडामा दिनु मन छ नि,
तर के गर्नु मेरो बुढाले केटा मान्छेलाई कोठा दिँदैनन्। केटा मान्छेलाई कोठा भरमा म दिदे बुढी त्यसले वाले चिन्यो? खै चिनिन मैले त। कस्तो नचिनेको? ए सबिना छोरी तिमी एकचोटि झट्टै चल आऊ त। यहाँ को आएछ हाम्रो घरमा? ए बा किन भाटी सुक्ने गरी कराएको? किन बोलाएको मलाई? ए छोरी त्यहाँ हेर त को आएछ हाम्रो घरमा। त्यसले वाला चिन्छ? खै मैले त चिनेन बा। कस्तो नचिनेको यो आमा छोरी त। उहाँको घर चाहिँ पूर्व हो, उहाँ तिम्रो मिठो